भनेपछि मेकानिकल पार्टमा 1 नम्बरमा को पर्यो कम्प्रेसर लेखौँ सम्झिँदै ठ्याक्क त्यो चित्र कम्प्रेसरले फालेको कसलाई गर्थ्यो कन्डेन्सरले फालेको चाहिँ फिल्टर अथवा ड्रायर भन्छ त्यसपछि कसलाई गर्थ्यो क्यापिलरी यो क्यापिलरी ट्युब चाहिँ फेरि सबै ठाउँमा क्यापिलरी नभन्ला एक्सपान्सन भल्भ भन्न पनि पाइन्छ है यसलाई र त्यसपछि तपाईँको त्यसलाई भयो इभ्यापोरेटर अब फर्केर फेरि कम्प्रेसरमै आयो यति चाहिँ हाम्रो के भयो मेकानिकल पार्ट भयो सामान चिनिन्छ नि यति कम्प्रेसरै भयो कन्डेन्सर पछाडिको कालो पाइप फिल्टर भनेको त्यो डल्लो भयो सानो डल्लो त्यसपछि क्यापिलरी ट्युब भनेको मसिनो त्यो अघि हातमा लिएको वाला इभ्यापोरेटर भनेको फ्रिजको सेतो बट्टा जहाँ आइस चल्छ अब त्यो सेतो बट्टालाई पनि राम्ररी हेर्ने हो भने भित्र पाइप जस्तो रेसा हुन्छ त्यो रेसाभित्र चाहिँ ग्यास हिँड्ने क्या बल्ल अब फ्रिजमा कम्प्रेसर भन्ने कुरा त मेकानिकल भनिदियो तर यसलाई चलाउन पऱ्यो कि नै भनेपछि यो त इलेक्ट्रिकलमा नि पऱ्यो भनेपछि अब इलेक्ट्रिकल सामान भनेर यतापट्टि के राखौँ 1 नम्बरमा कम्प्रेसर भनेर इलेक्ट्रिकल सामान लेख्नु कम्प्रेसर 1 नम्बरमा अब कम्प्रेसर भनेको मोटर हो एउटा मोटर चलाउन के चाहिन्थ्यो डाइरेक्ट कम्प्रेसरमा लानु त्यो अरू अगाडि आउने सामान होइन लेख्दै जाने कम्प्रेसर आयो कम्प्रेसर भन्ने बित्तिकै कम्प्रेसर त एउटा मोटर हो मोटरलाई हिजो अस्ति हामीले कुन कनेक्सनमा चलाएको एसिआर भन्ने बित्तिकै क्यापेसिटर आउँथ्यो कि नै भनेपछि अब 2 नम्बरमा के लेखाएको छ एउटा क्यापेसिटर लेखौँ अब सधैँ क्यापेसिटर आउँछ भन्ने छैन क्यापेसिटरको साटो अर्को कसले काम गर्छ रिलेले काम गर्छ ठिक छ हैन अब घरमा तपाईको यो कम्प्रेसर बन्द गरिन चलन छ र खासै छैन भनेपछि त कम्प्रेसर त रेस त पाउनु पर्यो नि त उ बाइक धेरै चलाउँदाखेरि तातेर एकछिन बसे जस्तो बिसाए जस्तो यो नि बिसाउनु पर्यो भनेपछि यो तात्यो भनेर भन्नु पर्यो नि त कसैले त्यो तातोको आधारमा काट्ने सामान चाहिँ अब ओएलपी भन्ने हुन्छ ओभरलोड प्रोटेक्टर ओएलपी त्यसको फुल फर्म ओभरलोड प्रोटेक्टर भनेपछि अब कम्प्रेसरको काम सकियो कम्प्रेसर चलाउनको लागि क्यापेसिटर भयो क्यापेसिटर आएन भने रिले आयो अब कम्प्रेसरलाई कहिले काहीँ बस थाकिस् भनेर भन्नको लागि को छ ओएलपी छ ठीक छ अब फ्रिजमा अरू के काम गर्न सकिन्छ जस्तो लाग्छ ढोका खुल्दा बत्ती बल्छ कि नै भन्छ अब बत्ती बाल्नलाई बत्ती कन्ट्रोल गर्नको लागि चाहिने सामान के थियो स्विच हैन अब ढोका तपाईको यसमा चाहिँ के हुन्छ ढोका खोल्दा बत्ती बल्न पर्यो ढोका लाग्दा बत्ती लिउन पर्यो भन्छ ढोकाको आधारमा काम भएको भएर त्यसलाई डोर स्विच भनिदियो मैले अब भन्छ एउटा के लेखिदिउँ 4 नम्बरमा डोर स्विच भनेर लेखौँ अब डोर स्विचले चलाएको बत्ती एउटा बल्ब लेख्दिउँ ठीक छ अब फ्रिजमा अर्को काम के गर्न सक्छ अरू कति चिसो चाहिन्छ भनेर घुमाउन पाइन्छ जस्तै 1 मा राख्ने कि 2 मा राख्ने कि 3 मा राख्ने भनेर फ्रिजको त्यो टेम्परेचर कन्ट्रोल गर्न पाइन्छ नि त्यो सामानलाई अब थर्मोस्टाटर भन्ने अथवा थर्मोस्टाट भन्ने नि हुन्छ यति गरेपछि मेरो सिंगल डोर फ्रिज बन्यो